हेलो एभ्रिवान, सबैलाई नमस्कार। अनि म चाहिँ उठिसकेको छु अनि हाम्रो आजको दिन कस्तो हुन्छ म त्यो पनि देखाउने छु। अब चाहिँ म भ्लग हालिएर राख्ने भनिरहेको छु। यस्तै हुन्छ जहिले पनि म भन्छु, हाल्दैन। अनि सो अहिले चाहिँ मलाई लास्ट भोक लागिरहेको छ अनि खानामा चाहिँ दाल र भात मात्र बनाएको छ। अनि म चाहिँ अब साग बनाउँदैछु थोरै आफ्नो लागि। पक्क म तपाईँलाई देखाउँछु साग बनाउने प्रोसेस खतरा तरिकामा, म बबाल एकदम इजी तरिका हो त है। हाम्रो घिउ शुद्ध घिउ। सो मेरो खाना नि भइसकेको छ अनि खाना पनि भइसकेपछि चाहिँ म आज घरमै छु। सो घरमा यहाँ छ के हुन्छ कस्तो हुन्छ झ्याउ लागिरहेछ मलाई त लास्टै। अनि हिजो मैले अस्तिको भ्लग पनि बनाएको थिएँ, पोस्ट गरेको छ मैले भर्खर। अनि सो त्यही हो। अनि यो भ्लग चाहिँ भोलि आउँछ, त्यही हो। सो म आज घरमै छु गाइस। आज यस्तो दामी घाम लागेको छ। अब चाहिँ घामको दिन हो, जाडो कम हुन्छ यस्तो छ माहौल। अनि म आज चाहिँ कहीँ गएन, घरमै छु दिनभरि। अब आज घरमै हुन्छु होला सायद, किनभने यो हुँदाखेरि मात्र म यता मतलब घरमा हुन्थेन क्या। यताबाट उता उताबाट यता जान्थेँ। यो चाहिँ मेरो गाउँ हो, टोल हो। अनि यताबाट उता उताबाट यता जान्थेँ, घरमा एक दिन पनि हुने थिएन क्या। सिधा बिहान निस्किन्थेँ साँझ आउँथेँ। सो त्यस्तै भइरहेको थियो क्या म 3-4 दिनदेखि। अनि अब चाहिँ घुम्न कम गरेको, घुम्नु भन्दाखेरि काम परेर जान्थेँ, त्यतिको फाल्तु जाने थिएन। सो अनि आज घरमा छु, कस्तो झ्याउ लाग्छ आज हेर्छु घरमा पनि। भाइ पनि कति ठुलो भइसक्यो यार, यो धेरै ठुलो। अनि त्यही हो गाइस, अरू के भन्नु छ। पुरा धेरै झ्याउ लागिरहेछ आजको दिन, यस्तो झ्याउ घरमा बस्नु लास्टै गाह्रो छ। यो ल्याएर गरिब बुढ्दाहरू अर्कोमा आएर कोसँग मुस्किल नखा तनाव छ गाइस। गाइस किन हुन्छ, गाइस किन भन्दा खानु, गाइस भने क्या सबै मान्छे। मैले त के गरेको छु भाइ, गरे अहिले बतका नि बतका। कुकुरलाई समेत झ्याउ लागिरहेको छ, हामी त मान्छे हौँ। जिन्दगी जान्छ सो गाइस, अब म पनि स्कुल यहाँबाट स्कुलबाट डान्स सिकाएर अब चाहिँ यहाँबाट निस्किन लागेको म। सो अब हामी चाहिँ डान्स क्लास जान लागेको धनगढी जोगडादेखि। अनि भाइ पनि आइसकेको छ। यहाँ चाहिँ यो स्कुल चाहिँ डान्स सिकाउने स्कुल हो। अब यहाँबाट चाहिँ हामी धनगढी जान्छौँ क्लासमा, डान्स क्लासमा। अनि सो त्यही हो, जान्छु। अनि मेरो बाइक बनाउनु दिएको छ। अनि बाइक बनाउनु दिएको छु मेरो समथिङ मेरो कति हो भनेपछि त्यही 5-6 दिन भइसकेको छ। सो पैसाको कारणले रोकिएको छ। बाइक त बनिसक्यो होला नहोला थाहा भएन, म देखाउँछु तपाईँलाई। युट्युबबाट आएपछि म युट्युबबाट आउने त पैसा अहिले, युट्युबबाट आउने पैसा आउँछ अनि टक्क अहिले निकाल, त्यहाँबाट निकाले पनि भयो त। बादमा जाले ज्यादा घन्टा बाँकी छ। सो अब उतै गएर तपाईँलाई देखाउँछु। सो गाइस, हामी यहाँ धनगढी पुग्दैछौँ भनौँ। यहाँदेखि हामीलाई अब 10 मिनट लाग्ला समथिङ हाम्रो क्लास पुग्न। अनि हामी चौरा चाहिँ पुग्दैछौँ। अनि यहाँ पनि के हो, नयाँ क्याफे बनिरहेछ अनि यहाँ पनि जानुपर्छ बनिसकेपछि। अनि त्यस्तै हो यतातिरको चलपल त्यस्तो गाइस। अनि अब हामी जाँदैछौँ भनौँ। अनि यस्तो हामीले यहाँ देखेको थियो रोड एक्सिडेन्ट, मैले आफ्नो अगाडि यस्तो बवाल एक्सिडेन्ट देखेको मान्छे ठाउँ मऱ्यो ऊ त्यहाँदेखि यहाँसम्म गाडी चिप्लिया हो क्या बवाल तरिकाले। सो अनि तपाईँले त्यही हो के भनौँ म चाहिँ। अनि अब चाहिँ म भ्लग डेली हाल्ने, डेली एकदम रोज डेली हाल्ने ट्राई गर्छु म। जतिसुकै टाइम नगरेर मलाई बोल्न आउनु क्या मलाई। हेर्नु यस्तो मजा हो यो लाइफमा। यही हो जय कौनी
यसैको धान जो पनि क्रिमेकी चार्ज छैन होला। ओ गाइज हामी क्लासमा पनि पुगिहाले टक्कै यहाँ हेर चार्ज कम छ मेरो मोबाइलमा।